तपाईहरूले देखिराख्नु भएको उहाँ दुईटा जेन्ट्सको अनुहार र उहाँ दुईटा लेडिजको अनुहार है, तपाईहरूले चाहिँ कसको गल्ती लाग्छ? मलाई चाहिँ सबभन्दा धेरै चाहिँ पोडकास्टको जो दुईजना जेन्ट्स हुनुहुन्छ उहाँहरूको लाग्छ एकदमै धेरै गल्ती है। त्यही भएर चाहिँ म चाहिँ के भन्छु भने, जति पनि पोडकास्ट खोलेर बस्नुभएको दाजुभाइहरू हुनुहुन्छ उहाँहरू त धेरै उमेरको मान्छेहरू हुनुहुन्छ नि त होइन। अब कलिलो दिमागको हाम्रो जतिको दिमाग भन्दा पनि हामीभन्दा धेरै सिनियर मान्छेहरू हुनुहुन्छ नि त, दाजुभाइ दिदीबहिनीहरू जो पनि पोडकास्ट खोलेर बस्नु भएको छ, अन्य पत्रकारिता गर्नुभएको छ जो पनि क्या। अनि म चाहिँ के भन्छु भने, उहाँहरू जतिको जिम्मेवारी मान्छेले यस्तो कुराहरू सोध्नु भनेको एकदमै रङ हो क्या होइन। अरूको दिमागमा टचर पर्ने गरी बोल्नु भनेको एकदम, सोध्ने भनेको एकदम रङ हो क्या। कसैको घर फ्यामिलीमा नराम्रो नेगेटिभ तरिकाले हेरेर क्वेसन गरिरहेको छ भने त्यो एकदमै रङ हो है। अनि म चाहिँ के भन्छु भने, यो कुराहरू अहिले चाहिँ एकदमै धेरै सोसियल मिडियामा भाइरल भइरहेको छ। जुन कन्ट्रोभर्सीहरू चाहिँ नेपालमा चाहिँ अहिले चाहिँ के चलिरहेको छ भने, नराम्रो कुरा पनि राम्रो कुरा पनि विज्ञापन भइरहेको छ क्या। एकदम धेरै गल्ती भनेको नराम्रो कुराहरू विज्ञापन गर्नु हो यति बेला। अनि मान्छेहरू लाइक भ्युज कमाउने भनेको नि लगभग नराम्रो कुराहरूबाटै हो। जति बेला राम्रो काम गर्नु भएको छ दाजुभाइ दिदीबहिनी जसले पनि, बुवा मम्मी जसले पनि राम्रो काम गर्नु भएको छ त्यति बेला मात्रै समाप्त हुन्छ। त्यसपछि प्रायः मान्छेहरूले सम्झिँदैन राम्रो काम गर्ने मान्छेलाई है। अनि नराम्रो कुराहरूलाई चाहिँ कसरी हुन्छ, बरु सिधै कानुनीतिर जाउँ होइन। त्यसलाई चाहिँ कानुनी हिसाबमा सजाय दिनुपर्छ कि कुन तरिकाले मिलमिलाप गरेर कागजपत्र बनाउनु पर्छ कि कुन कुराले हुन्छ, सिधै कानुनी रूपमा गएर चाहिँ त्यो कुराहरूलाई चाहिँ त्यतै समाप्त गरौँ। र अर्को कुरा चाहिँ के भन्छु भने, राम्रो कुराहरू चाहिँ एकदमै धेरै विज्ञापन गरौँ। राम्रो कुराले कसरी हुन्छ हामीले चाहिँ चेन्ज गर्न पऱ्यो क्या हरेक कुराहरू। अब राम्रो कुराहरूलाई मात्रै निकालेर नराम्रो कुराहरूलाई सिधै कानुनी रूपमा गएर सिधै सकाउनु पऱ्यो क्या। मलाई चाहिँ त्यस्तो लाग्छ है। नराम्रो कुराहरू विज्ञापन गर्नु भनेको झनै नराम्रो फैलिनु हो जस्तो लाग्छ। प्लिज तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ र मैले बोल्दै गर्दा नराम्रो लागेमा चाहिँ त्यसको लागि चाहिँ माफ माग्न चाहन्छु। र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ तपाईँहरूको कमेन्ट गरिदिनु होला है त। थ्याङ्क यू।